सबैलाई नमस्कार। पुतली बजार नगरपालिका स्याङ्जा हैलु जोगीफाँट भन्छ यो ठाउँलाई। यो ठाउँको दृश्यावलोकन साथीहरू हेर्नुहोस् त, हरियाली यति मकै छ। त्यहाँति मकैले धान चमर फालेको अवस्था छ। फेरि यहाँ तल यो झ्याम्म भएको यो कागतीको बुटो हेर्नु त गाईहरू, कति मजाको कागतीको बुटो छ गाईहरू। यस्तो रमाइलो छ कि अब घाम अस्ताको बेला अब साँझ पर्न लागेको अवस्था। यहाँको दृश्यावलोकनलाई हेर्नु गाईहरू, पर केराको बुट्टाहरू, नेवारो हेर्नु कति रमाइलो छ। हाम्रो नेपाल कति हराभरा छ हेर्नु त गाईहरू। हाम्रो नेपाल हरियाली सारा फिक्का जस्तो लाग्छ। हेर्नु आकाश पनि कस्तो क्लियर छ। अब खेत रोप्ने बेला हुँदैछ अनि खेत रोप्ने बेलामा अब गाईहरू खडेरी पर्छ। अब यस्तै यो प्रकृतिले अब आँटेसी अब के लान्छ ल। हेर्नु खडेरी पऱ्यो छ। धानको बिउ राखेको हेर्नु गाईहरू खडेरी पऱ्यो छ। अब धानको बिउमा फेरि अब बाल्टीमा पानी बोकेर त धानको बिउमा पानी छर्न पर्ने होला। गाईहरू यति गाह्रो छ हेर्नु। त्यहाँ तल त धानको बिउ हल्का उम्रेको छ नि। हेर्नु त त्यहाँ त तिरपालले छोपेको छ नि। ल हेर्नु धानको बिउ उम्रेको छ। हेर्नु केराका बिरुवाहरू छन्। अरूभन्दा यो कागतीको बिरुवा हेर्नु त साथीहरू। यो कागती त कति राम्रो छ के यो कागती, साह्रै राम्रो छ कागती। क्या नि हो त्यो पारी वन देख्नुभएछ नि, त्यो वनलाई भन्छ के भन्छ भने भिरकोट नगरपालिका वार्ड नम्बर 7 बलमाटा भन्छ। अनि त्यहाँबाट त्यहाँ मतमास भन्छ। त्यो माथि तिलार भन्छ। वहाँ माथि खिलुङ कालिकाको मन्दिर भन्छ। त पर सोरेक मैदान भन्छ गाईहरू। ल हेर्नु त यति रमाइलो छ के, यति रमाइलो छ। म त प्रकृतिसित रमाउँदा यति खुसी लागेको छ। अहिलेको यति क्लियर मौसम त ल हेर्नु, एकदमै क्लियर मौसम छ। मकैहरू खेतमा हराभरा छन्। अब के गर्ने साथीहरू, यता मासतिरका मकै त पुरै बाँदरले खाछ के अरे। अब यस्तै छ। हेर्नु बुट्टाहरू पालेर हेर्नु कति ठुल्ठुला बुट्टाहरू छन्। यसरी बुट्टाहरू पाल्छन् अनि बाँदरको गुँड बनाउँछन्। अनि त्यहाँबाट नेताहरूले बाँदर नियन्त्रण गरेनन् भनेर नेताहरूलाई कराउँछन्। आफूहरूले चाहिँ भएका बुट्टाहरू काट्ने होइन। ल हेर्नु मटरबाट वरिपरि बुट्टाहरू हेर्नु कति बुट्टाहरू छ। यो रुखहरू झ्याम्की ल्याउनु त बाँसघारी कत्रो छ त्यहाँ गाईहरू। यो के खान पालेको, यो के खान पालेको यो बुट्टा, चाहे घाँसका बुट्टा होस् चाहे चाहिँ काठका बुट्टा होस्, ड्याङ यो बुट्टा काट्ने अभियान ल्याउनु पऱ्यो कि। बुट्टा काट्ने अभियान लिएर आएपछि बाँदर केही हदसम्म नियन्त्रण हुन्छ। पहिला हामीले सुरुमा जन्मिँदाखेरि यति ठुल्ठुलो बुट्टाहरू नै हुन्थेन। अनि त्यहाँबाट बाँदर धपाउनु पनि सजिलो हुन्छ के अरे। अहिले त बाँदर धपाएछ, बाँदरहरू बुट्टामा बस्छ। ल हेर्नु त यहीँ यो आँटा साँधा पनि यो जोई फाँटा ल्यायो त साँधा बुट्टाहरू कति छन्। यस्तरी बुट्टाहरू पाल्छन्। बुट्टा काट्नु नभने चाहिँ हाम्रो चाहिँ सम्पत्ति यहाँ के हो त नि भन्छन् नि, है खोज्छन् साथीहरू। क्या नि हो। अब नेतालाई दोष लाउनभन्दा पहिला आफ्ना के अरे बारीका छेउछाउमा भएकै ठुल्ठुला रुखहरू काटेर सानसाना बनाए हुन त नि। ट्याक्क बाँदरलाई ढुङ्गाले हान्दाखेरि पनि लाओस् अनि भगाउनु सजिलो होस्। यत्र बुट्टा पाले खाने के तिनका बुट्टाको काठै हुने चालले के गर्ने जनता भाडा बसी क्या नि हो गाईहरूले। खाने कता बुट्टाहरू छन्। त्यो अग्लो बुट्टामा बाँदर बसेपछि अनि क्यारी चाहिँ धपाउनु त नि लड्नु त क्यारी धपाउने हो। झन् अग्लो बुट्टा काट्न मन भने लड्ने खान्छन्। अनि क्या नि हो। हेर्नु मोटरबाटोको छेउछाउतिर हेर्नु मोटरबाटोको यो सिद्धार्थ हाइवे स्तर उन्नति भन्छन्। हेर्नु बुट्टाको अवस्था कस्तो छ। देख्नुभयो बुट्टाहरू कस्तो छ। देख्नुभयो बुट्टाहरू त माथि हेर्नु त कत्रो खानु बुट्टाहरू। भरे के लाउँछ भरे नेताहरूलाई पनि सुख छैन। जनताले बुट्टा पाल्छ, बुट्टा काटो भन्छ। अब चाहिँ बाँदर आउँछ नेताले भगाइदिन पराउँछ।
कति गाह्रो छ साथीहरू। पहिला बुट्टा काट्ने अनि त्यस्तै किसिमको नीति ल्याउने अनि बाँदर नियन्त्रण गऱ्यो हुन्थ्यो के अरे, सबैलाई फाइदा हुन्थ्यो के अरे कि अनि यस्तै छ है। हस्त नमस्कार साथीहरू। यो भिडियो कस्तो लाग्यो हजुरहरूलाई? जस्ताको तस्तै कमेन्ट गर्नु होला। यो कागतीको बिरुवा छ नि, यो कागतीको बिरुवा यो झ्याम्म भएको यो चाहिँ मेरो आफ्नै के अरे करेसाबारीमा भएको कागती हो कि गाइजहरू। यो घरमै केही हुन्न सेपिलो एउटा काती चाहिँ हुन्छ भनेर हेर्नु त कति मजाको एउटा कातीको बेर्नु चाहिँ छ है। हस्, धन्यवाद, नमस्कार गाइजहरू।